नमस्कार सबैजनालाई। नेपालमा अहिलेसम्म दुईवटा ठुला जनआन्दोलन भएका छन्। जुन पहिलो जनआन्दोलन 2046 सालमा भएको थियो भने दोस्रो जनआन्दोलन 2062-63 सालमा भएको थियो। 2046 सालको जनआन्दोलनको प्रमुख कारण पञ्चायती व्यवस्था अन्त्य गर्ने र बहुदलीय प्रजातन्त्र ल्याउने माग थियो। परिणामस्वरूप पञ्चायती व्यवस्था समाप्त भई संवैधानिक राजतन्त्रसहित बहुदलीय प्रजातन्त्र स्थापना भएको थियो। 2046 सालको जनआन्दोलनपछि पुनः 2052 सालमा माओवादीले जनयुद्ध सुरु गर्यो। यसका प्रमुख कारणहरू राजतन्त्रको अन्त्य गर्ने, जनगणतन्त्र स्थापना गर्ने, गरिबी, अशिक्षा, बेरोजगारी र असमानताको अन्त्य गर्ने जस्ता विभिन्न कारणहरू थिए। यसको फलस्वरूप 17,000 भन्दा बढीको मृत्यु र हजारौं घाइते भए र 12 बुँदे सहमति भई दिल्लीमा 2062 सालमा 12 बुँदे सम्झौता भयो र माओवादी र अन्य दलहरूले गठबन्धनबीच सहकार्य गरे। फेरि पुनः 2062-63 सालमा माओवादी र अन्य 7 दलीय गठबन्धन मिली पुनः जनआन्दोलन सुरु भयो। यसका प्रमुख कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्य गर्ने, लोकतन्त्र पुनः स्थापना गर्ने र शान्ति स्थापना गर्ने जस्ता थिए। परिणामस्वरूप संसद पुनः स्थापना, राजतन्त्रको अन्त्य भयो र संविधान फेरि लेख्न थालियो। 2062-63 को जनआन्दोलनपछि प्रथम संविधान सभा निर्वाचन 2064 सालमा भयो। माओवादी पहिलो पार्टी बन्यो। 601 सिट मध्ये 301 सिट बहुमत सिट मानिन्थ्यो, तर त्यसबेला माओवादीले जम्मा 229 सिट मात्र जितेको थियो। गठबन्धनको सरकार भने प्रचण्ड प्रधानमन्त्री बनेका थिए। गठबन्धनको सरकारसँगै प्रचण्ड प्रधानमन्त्री त भए, तर उनी लामो समयसम्म टिक्न सकेनन्, किनकि त्यसबेलाका सेनापति रूपमानगत कटवाललाई हटाउने विवादका कारण ठुलो राजनीतिक सङ्कट आयो। त्यसपछि उनले 2066 साल वैशाखमा प्रचण्डले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिए। प्रचण्डको राजीनामापछि राजनीतिक रूपमा अस्थिरता बढ्दै गयो। उनको लोकप्रियता क्रमशः घट्दै गयो, साथै संविधान निर्माणको प्रक्रिया अवरोध भयो। प्रचण्डको राजीनामासँगै फेरि पुनः एमाले, काङ्ग्रेस र अरू दलहरूको समर्थनमा एमालेका माधव कुमार नेपाल प्रधानमन्त्री भए। यसैगरी 2070 सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो। फलस्वरूप नेपाली काङ्ग्रेस पहिलो पार्टी बन्यो, एमाले दोस्रो बन्यो, माओवादी तेस्रो बन्यो। यसमा गठबन्धनको सरकार काङ्ग्रेस, एमाले र थुप्रै मधेसी साना दलहरू मिलेर नेपाली काङ्ग्रेसका सुशील कोइराला प्रधानमन्त्री बने। फेरि पुनः 2072 सालमा नयाँ संविधान जारी भयो। संविधान जारी भएसँगै सत्ता फेरि फेरियो। एमाले र काङ्ग्रेसको गठबन्धन टुट्यो र फेरि एमाले र माओवादीको गठबन्धन सुरु भयो, जसमा केपी शर्मा ओली प्रधानमन्त्री बने। यसरी 2072 सालदेखि आज 2082 सालसम्म तपाईँहरूले हेर्नुहुन्छ भने यसरी यिनीहरूले एउटा प्याटर्नै बनाएका छन्। तीनवटा पार्टीका तीनवटा नेता मात्र तपाईँले प्रधानमन्त्री भएको देख्नुहुन्छ। यिनीहरूले एउटा प्याटर्न बनाएका छन्। जस्तै 2072 सालदेखि 2073 सम्म केपी शर्मा ओली, फेरि 73 देखि 74 प्रचण्ड, फेरि 74 मा शेरबहादुर देउवा, फेरि 74 देखि 78 केपी, फेरि 78 देखि 79 सम्म शेरबहादुर देउवा, फेरि 79 देखि 81 सम्म प्रचण्ड र 2081 सालदेखि आज जेनजीको आन्दोलनसम्म फेरि केपी शर्मा ओली भएको देख्नुहुन्छ। यसरी हेर्दा तीनवटा पार्टीले नै तीनवटा मान्छे मात्र प्रधानमन्त्री भएको देख्नुहुन्छ। यसरी 2082 सालसम्म पालै पालो प्रधानमन्त्री भए, तर 2082 सालमा जेनजी आन्दोलन भयो, जसले गर्दा प्रधानमन्त्रीले राजीनामा दिए र संसद विघटन भयो र अन्तरिम सरकार बन्यो।